सो बाइ द वे यो चलचित्रको कथावस्तु सामान्य रहेको छ। आफ्ना छोराहरूको बारेमा बाउआमाले के सोच्छन् र एउटा इमानदार कर्मचारीले आफ्नो सन्तानको लागि कसरी सङ्घर्ष गरिरहेको हुन्छ, कसरी दुःख पाइरहेको हुन्छ भन्ने विषयलाई देखाउन प्रयास गरिएको छ। सो सामान्य कथालाई एकदमै ग्रान्ड लेभलमा स्क्रिन प्ले गर्दा कस्तो फिल्म बन्छ भन्ने कुरोको ज्वलन्त उदाहरण हो झरीपछिको इन्द्रेणी। यसको मतलब यो फिल्मको रन आउट टाइममा यो फिल्मले अडियन्सलाई एकदमै मजाले बाँधेर राख्न सफल बनाएको छ। सो स्टोरी वाइजको कुराकानी गर्ने हो, डिरेक्सन वाइजको कुराकानी गर्ने हो र यसको पर्फर्मेन्स वाइजको कुराकानी गर्ने हो भने एकदमै बवाल बनेको छ, हेर्न लायक बनेको छ यो चलचित्र। अब कलाकारको कुराकानी गर्ने हो भने कलाकारहरू रमेश उप्रेती, गणेश उप्रेती लगायतका कलाकारहरू रहेका छन्। दिपा श्रीनिरोला, पाण्डे घिमिरे जो डिरेक्टर पनि रहेका छन् यो चलचित्रको, उनको पनि एकदमै ग्रेट क्यारेक्टर रहेको छ, एकदमै युनिक क्यारेक्टर रहेको छ। त्यस्तै गरेर गणेश उप्रेती र रमेश उप्रेती यी दुईजना उप्रेती कलाकारहरू, विशेष गरेर दाजुभाइ कलाकारहरूलाई यो भने पहिलो फिल्ममा हामीले देख्न पाएका छौँ। उनीहरूलाई दुईजना नयाँ कलाकारहरू हुनुहुन्छ, उहाँहरूको पर्फर्मेन्स पनि एकदमै बवाल रहेको छ। जेसिका पोखरेल र के थियो ब्रदरको नाम के थियो, विमोचन दवाडी, जसको नाम मैले बिर्सेछु, त्यसका लागि क्षमा चाहन्छु। खोइ किन याद हुँदैन हामीलाई केटाहरूको नाम, हामी केटा मान्छेहरूलाई। दिस इज अन्तर्राष्ट्रिय बोइज प्रब्लम। आई नो, यु नो, वी नो।